सेट सम्बन्धी एसईई नमुना प्रश्न रहेको छ। प्रश्न नम्बर 5, एउटा समुदायमा गरेको सर्वेक्षणमा 65% लोकगीत मन पराउँछन्, 50%ले आधुनिक गीत मन पराउँछन्, 30%ले दुवै गीत मन पराउँछन् र 450 जनाले दुवै गीतहरू मन पराएनन्। यदि ए र बीले क्रमशः लोकगीत मन पराउने र आधुनिक गीत मन पराउने मानिसहरूको समूह जनाउँछ भने नम्बर अफ ए युनियन बी को मान लेख्नुहोस्। ए ले लोकगीत, नंबर अफ ए बराबर 65%, बी ले आधुनिक गीत, नंबर अफ बी इक्वल टू 50%, 30% ले दुवै गीत मन पराउँछ, नंबर अफ ए इंटरसेक्शन बी 30%, 450 जनाले दुवै गीत मन पराएनन्, नंबर अफ ए युनियन बी कम्प्लिमेंट 450 भने नंबर अफ यू बराबर पर्सेंट जम्मा कति हुन्छ 100% हुन्छ। ए नंबर को फाइंड आउट भयो। नंबर अफ ए युनियन बी कम्प्लिमेंट बराबर 450 जना ए नंबर को आंसर आयो। बी नंबर माथिको तथ्यलाई भेन्चित्रमा प्रस्तुत गर्नुहोस्। भेन्चित्रमा प्रस्तुत गरौँ। सेट ए सेट बी, फर्स्ट इंटरसेक्शन 30% छ, ए 65% छ, 30 आइसक्यो, 35% बच्यो, बी 50% छ, 30 आइसक्यो, 20% बच्यो। अब टोटल 100 छ, जोडौँ कति भयो 20 30 50 50 र 35 85 100 पुर्याउन 15% बाँकी। नंबर अफ ए युनियन बी कम्प्लिमेंट कति त 15%। अब सी नंबर सर्वेक्षणमा सहभागी मानिसहरूको संख्या पत्ता लगाउनुहोस्। सी नंबर मानव जम्मा सहभागी बराबर 1 जना। प्रश्न अनुसार नंबर ऑफ ए यूनियन बी कॉम्प्लीमेंट बराबर टोटल को 15%। नंबर अफ ए यूनियन बी कम्प्लिमेंट 450 जना दिएको छ। यो जुन संख्या दिएको छ त्यसैलाई लिने हामीले। अब यहाँ इंटरसेक्शन दिएको भए संख्या इंटरसेक्शन राख्ने थियौं, तर यहाँ ए यूनियन बी कम्प्लिमेंट संख्यामा दिएको छ त्यसैले ए यूनियन बी कम्प्लिमेंट लियौं। एक्स को 15 डिवाइडेड बाई 100, 450 क्रस मल्टिप्लाई गरौँ 100 आयो। यो इन्टुमा छ, यता आएपछि डिवाइडमा आउँछ इक्वल टू एक्स 15 त्यहाँ 45 गुणन गरेर 3000 इक्वल टू एक्स। देयरफोर एक्स इक्वल टू 3000 जना। जम्मा सहभागी कति रहेछन्? जम्मा सहभागी बराबर 3000 जना। सी नंबर दुवै थरी गीतहरू मन पराउने र दुवै थरी गीतहरू मन नपराउने मानिसहरूको तुलना। तुलना भनेपछि भिन्नमा लेख्ने। दुवै थरी गीत मन पराउने नंबर अफ ए यूनियन ए इंटरसेक्शन बी, दुवै थरी गीत मन पराउने नंबर अफ ए इंटरसेक्शन बी, दुवै थरी गीत मन नपराउने नंबर अफ ए यूनियन बी कम्प्लिमेंट। ए इंटरसेक्शन बी 30% छ, दुवै थरी गीत मन पराउने 30% र दुवै थरी गीत मन नपराउने 15% छ। क्यान्सल गरौँ। 15 1 15 15 2 2/1 इक्वल टू 2:1 यो आंसर।